तर ईश्वरी र म जन्मेको घर अल्ला घर पल्ला घर, हामी सँगै हुर्क्यो, सँगै पढ्यो, सँगै काठमाडौँ आइयो र हाम्रो कस्तो सम्बन्ध भयो भने मेरो आमा बित्नु भएको 1 वर्ष भयो। ठ्याक्कै कस्तो भएको भने सिचुएसन, मेरो आमा बित्नु भएको साउनको 12 गते मेरो आमा र फेरि ईश्वरीको आमा एकदम यस्तै साथी, एकदम जिग्री। अनि त्यसपछि मेरो फेरि ईश्वरी बित्नुभन्दा अगाडि नै मेरो आमा बित्नुभन्दा अगाडि नै पनि मेरो माइती घरै मेरो माइती भन्दा पनि उहाँ बढी जाने आउने गर्ने, आमा बुवाबाट जाने आउने गर्ने हो म। अनि अहिले फेरि मेरो आमा बित्दा पनि मेरो आमाले चाहिँ ईश्वरीको मम्मीलाई चाहिँ भाउजू म त अब धेरै बाँच्दिनँ, मलाई पिर भन्यो कि मेरो छोरीको छ, म मात्रै हो कि मेरो आमाको छोरी, म एकजना मात्रै हो। अनि मेरो एउटा छोरी छ, तपाईँको जिम्मा दिएर मेरो छोरीलाई पनि तपाईँले चाहिँ 4 छोरी छन् तपाईँको, 5 छोरी बनाउने भाउजू भनेर मेरो आमाले चाहिँ। अनि ईशुको मम्मीको हातमा हात राख्दाखेरि चाहिँ त्यसपछि मेरो आमाको वचन बसेको हो कि मेरो आमा बोल्न सक्नु भएन। अनि 66 वर्षकै उमेरमा मेरो मम्मी बित्नुभयो। अनि त्यसपछि चाहिँ मेरो घर माइती नै मेरो ईशुको मम्मीहरू नै हो कि। मलाई मम्मीले उताबाट जे चिज पठाए पनि मलाई कहिले पनि अलग गर्नुहुन्न थियो, तर ईश्वरीले पनि मलाई हरेक कुराहरू सेयरिङ गर्ने। मैले भने नि एउटै कोखबाट जमिनु पर्दैन कि दिदीबहिनी बन्नको लागि। मैले भन्छु नि दाजुभाइ छ हजुर हुनुहुन्छ एकजना, अनि मैले चाहिँ के लाग्छ भने एउटै कोखबाट जन्मिनु पर्दो रहन्छ कि दिदीबहिनी हुनको लागि होइन, तर हाम्रो आफ्नै रगतको हुनुपर्छ भने एकदम राइट कुरा। पशुपति हो हाम्रो सम्बन्ध। मैले भने नि त्यो बाबु त अहिले मात्रै होइन, ईश्वरी हुँदा पहिलाबाट पनि मसँग एकदम धेरै मान्ने हो कि बाबु चाहिँ, पहिलेबाट पनि। अनि अहिले त्यहाँ घरमा बस्नुहुन्छ बहिनी पनि आज यहीँ मसँग हुनुहुन्छ। अनि बहिनीसँग चाहिँ एकदम धेरै मान्छ कि बाबु, उसलाई आज चाहिँ बहिनी पनि चाहियो, म पनि चाहियो। भोइस त सेम फेरि रे। अनि ईश्वरीको र मेरो भोइस ठ्याक्कै मिल्दो रहेछ कि। मैले पनि पहिला गेस गर्दिनँ थिएँ, अनि मलाई सबैले दिदी भोइस सेम छ भनेपछि अनि मैले ट्याक्क अनि सुने क्या मैले। ईश्वरीले मलाई भोइस मेसेज गरेकी थिएँ नि त सुहाना, मलाई ईश्वरीले 19 गते हो 20 गते होइन 20 गते पठाएको मेसेज ठ्याक्कै एउटै रहेछ क्या भोइस अहिले सुन्दाखेरि त। अनि म आफैलाई पनि उलाएँ क्या, त्यही र हजुर र मैले ईश्वरीमा देखेर त्यसैले सोधेको नि दिदी भन्नु होइन। थ्याङ्क यू होइन, यसमा कुरामा मैले सबैलाई चाहिँ मेरो आफ्नै बहिनी हो, हामी ऊ भन्छु मैले। अनि तर मैले चाहिँ एउटै आमाले पाएको भन्दा पनि 10 स्टेप माथि चाहिँ हाम्रो नाता थियो कि, पहिलेबाट थियो कि हाम्रो नाता। फेरि कस्तो भयो भने मेरो आमाको जन्मदिन जेठ 22 गते हो कि मेरो मम्मी जन्मिनु भएको। जेठ 22 गते नै ईश्वरीको हत्या भयो कि, किनकि मेरो आमा माथि हुनुहुन्छ। मेरो बहिनीले मेरो आमा पाकी छ कि माथि स्वर्गमा। मेरो आमा र ईश्वरी सँगै छन् क्या। त्यो मलाई सपना पनि एकदम धेरै प्रत्यक्ष सपना मलाई दिइसक्नु भएको छ कि मेरो बहिनीले उता स्वर्गमा आमा पाकी छ। म एउटा आमा बाउ मेरो कोही पनि छैन कि, म सिङ्गल हो, मेरो कोही पनि छैन। मेरो 2टा भाइहरू छन्, विदेशमा छन् होइन। अनि मेरो चाहिँ म सिङ्गल, म एक्लो छु। म एक्लो भएको कारणले चाहिँ मेरो आमाले चाहिँ मलाई दिदीबहिनी आमा बा दिएर जानुभएको छ। उता फेरि मेरो बहिनीले चाहिँ मेरो आमाको जन्मेको दिन जेठ 22 गते चाहिँ मेरो बहिनीको हत्या भएको छ कि। तर मेरो ईश्वरी बहिनीको र मेरो आमाको भेट माथि भइसकेको छ। मलाई त सपनाले मलाई जनाइसकेको छ कि, मैले देखिसकेको छु कि सपनामा कि। हेलो नानी भन्नुभएको छ हजुर, सायद भगवान्ले नै दिनुभएको वरदान होला। सब मिल्छ हजुरको बोली फेस सब के दिजु बच्चाले आमा पाछन्। अनि हो नि त्यही हो सबै त। अनि भाइ दिदी ईशु म्यामको लास्ट भिडियो मेरो मोबाइलमा कति धेरै आउँछ नि। हो बिचरा, हो नि सर, मसँग नि छ नि, कति धेरै छ मसँग नि। अनि त्यसले बाबुले कपडा फेर्न नमान्ने कि, जतिखेर नि इबुले कपडा फेर्न नमान्ने आइछ न। अनि मलाई नि फोन गरेर अनि तिम्रो छोरीले कपडा फेर्न माएन, छिटो फोन गर त भन्थे। अनि मैले फोन गरेर बाबु भोलि नयाँ कपडा किन्ने, यो कपडा फेर ल भनेपछि हस् ठुलो मामु भन्थ्यो कि बिचरा उसले पहिलेबाट क्या। दिदी प्लिज बाबु खोइ त भन्नुभएको छ। बाबु भर्खर सुतेको छ, बाबु सुत्यो अहिले त, बाबु सुत्यो त, दिनभरि थाक्यो क्या आज। दिदी प्लिज बाबु खोइ त, बाबु यहीँ छ मसँग। दिदी कैदीले काम दिने र ढुङ्गा माटोको तयारी एक खाना दिने, त्यही सुनेको छु मैले पनि हो है। ठिकै छ त, खाओस् न ढुङ्गा माटो बोकेर। त्यसलाई मेरो बहिनीले कमाएर त्यसले मेरो बहिनीले दुःख गरेर पालेकी थिइन् त मेरो बहिनीले 18 वर्षसम्म। अब ढुङ्गा माटो बोकेर त्यही जेलभित्रै त्यही ढुङ्गा बोक्ने माटो बोक्ने गरेर खाओस्। आमाको कुरा
आमाको कुरा के भनिसकेको भन्नुभएको थियो आमाको कुरा ए जेरी आमाको कुरा होइन मेरो मैले अघि मेरो आमाको जन्मदिन जेठ 22 गते हो कि मेरो आमा जन्मनु भएको जेठ 22 गते नि मेरो बहिनीको हत्या गरेको हत्याराले त्यही भएर मेरो आमा नि हुनुहुन्न नि त मेरो आमा नि स्वर्गमा हुनुहुन्छ मेरो आमाले एउटा छोरी पाउनु भएको छ असल छोरी कि मेरो आमाले असल छोरी पाउनु भएको छ र मैले पनि असल आमा पाएको छु कि होइन तर मैले आमा त मैले पहिलेबाट पाएको मेरो आमा बितेकै दिनबाट मेरो आमा पाएको मैले होइन तर अब हत्याराले हत्या गर्यो मेरो बहिनीको अब सुखको दिन आउन लागेको थियो उसले खुसी खोस्यो मेरो बहिनीको त्यसमा दुःख मनाउँछ हामीलाई त्यो केटीलाई के भनेको छ दिदी भित्र केटी त लुगा फेर्छ रे दिनको 3 जोर लुगा फेर्छ रे मेकअप गर्छ रे 3 जोर अनि फेरि अब निस्केर हामी बिहे गर्ने हो अब निस्किँदाखेरि त म त के अरे 45 वर्ष हुन्छ होला भन्छ रे उसँगै बसेको केटी निस्केको रहेछ क्या एउटा केटी पशुपति साई दिजु सोध्छु म आफ्नो नि केयर गरिसो है धेरै माया छ गुड नाइट सिस्ट आमा कता जानुभयो आमा जानुभयो चितवन अनि भयो दिदी ती दुईको सपना जेलमा सँगै बसेर बस्न लेखेको रहेछ हो एकदम राइट हो नि बाबु हो नि ती दुईटाको सपना त्यही हो दिदी बहिनीको सम्बन्ध को लागि आफ्नै आमाको एकदम हो नि बिमला गौतम बास हो नि हो ती दुईटाले भित्रै बिहा गर्छन् अब अस्ति बिहा भयो दुईटाको भित्रै जेल चलान भयो दुईटै अब त्यहाँ एउटा धरोटीमा छुटेको भए त्यहाँ रवासी हुन्थ्यो होला बिचरा अब भित्र हनीमुन मनाउँछन् घुम्न जालन कतै अब घुम्न जान्छन् ढुङ्गा माटो बोक्न जान्छन् ढुङ्गा माटो दिनभरि बोक्छन् आएर त मच्छरी टोकेर मच्छरी प्याट मारेर बस्छन् होइन मेरो बहिनीलाई हत्या गरेर उसलाई आएर घरमा बस्ने उसको सपना थियो त्यो चकनाचुर भयो के गर्नु त्यो केटीको त्यस्ताको त्यो थाहा छैन त्यसको फ्यामिली पहिला थाहा छैन अहिले त्यसो केटीको फ्यामिली भएको त्यस्तो गर्छ कसैले गर्दैन नि आफ्नै पनि लाजमा भगी कसको केटी होला अझ जेलमा त्यसो भने कि जेलमा अब हामी निस्केर बिहे गर्ने हो अब निस्किँदाखेरि त हामी त 25 वर्ष भइन्छ होला भनेर भनेको रे उसँगै जेल बसेको एउटा केटी निस्केको रहेछ आजभन्दा 3-4 दिन अगाडि अनि त्यो केटीले चाहिँ भन्नुभएको क्या हामीलाई अनि अब बिहे भयो उनीहरू दुइटाको त्यहाँभित्र बिचरा गाह्रो छ है गाह्रो त बिचरा बिहे भए बिचरा भित्र बुढीसँग देख्न पाउनु छैन बुढीसँग भेट्न पाउँछ त्यही हतकडी बाँधेर लगेको यसरी हतकडी बाँधेर लाँदा मात्रै देखिने हो अदालतमा त्यहाँभन्दा पछि देखिँदैन दिदी त पास्ताको छैन कि के छैन प्रस्ताव उसलाई केही उसलाई त्यो गल्तीको रिलाइजै छैन न त हत्यारालाई छ न त केटीलाई छ केही पनि छैन दुइटालाई छैन यो उर्मिला हो नि त्यही हो भित्र मोबाइल पाउँदैन कहाँ मोबाइल चलाउनु पाउँछ भित्र पाउँदैन मोबाइल चलाउनु पाए त म नि मारवाले जान्थेँ म नि मान्छे मोबाइल चलाउनु पाए त म नि जान्थेँ मान्छे मारेर मलाई त्यति रिस उठ्यो मलाई भित्र मोबाइल पाएर नि त्यसलाई बाहिर निकाल्दोस् त्यसैलाई मारेर म पनि भित्रै गएर बस्थेँ मलाई मोबाइल दिन्छ भने त ल 100% यो कुरा सबैले सुनोस् मलाई सरकारले सुने पनि मलाई मतलब होइन यदि भित्र मोबाइल लान दिन्छ भने मोबाइल चलाउनु पाउँछ भने त्यसलाई मार्न मलाई दियोस् म त्यसलाई भित्रै गएर त्यसलाई मारेर म भित्र गएर आनन्दले मोबाइल लान्छु अनि लगेर मजाले बस्छु कति वर्ष हुन्छ त्यति बस्छु म पाउँदैन मोबाइल त कल रेकर्ड छैन कल रेकर्ड आएको छैन हामी त्यसकै वेटिङमा छौँ है कल रेकर्डको वेटिङमा हामी सबैजना प्रतीक्षा जेलमा छ जेलमै छ उ त जेलमा अनि बुढो जेलमा छ बुढी निस्किने कुरै भएन नि कि सँगै निस्किनु पर्यो अब उनीहरूले के भनेका छन् खुस कुरा गरेर हिँडिरहेको थिएँ अस्ति के अरे बोल्दा पनि त्यो के अरे उसको केमा हारिनाहरू बयानमा अदालत आउँदा पनि खुस बोल्दै आएको थियो साउथी मार्दै आएको थियो कि साउथी मार्दै के भनेको थियो त्यो अब के गर्ने हामी दुइटै भित्र बस्ने भन्न पर्छ है भनेको थियो कि के भनेको थियो कल रेकर्ड आएको छैन है हो र दिदी होइन हजुर हो नि गुड नाइट दिदी भन्नुभएको छ गुड नाइट के भइरहेको छ दिदी केस दिदी के भयो भने केस इन्डिङै छ आज 3-4 दिन भयो जुन दिन त्यो दुईजना चाहिँ छुट्नु भयो धरोटीमा अनि त्यसपछि दुईजना चाहिँ जेल चलान भएको छन् धरोटीमा छुट्ने चाहिँ विक्रम थापा उसको आफ्नै भाइ भइहाल्यो अनि अर्को चाहिँ पूजन थापा चाहिँ
दुईजना छुटेको छ, धरोटीमा छुट्नु भएको। भोलि अब कल रेकर्डहरूमा केही नराम्रो यताउता प्रमाणहरू जुट्यो भने त फेरि अब तान्ला, उनीहरूले बोलाउला होइन। त्यसमा त कानुनभन्दा माथि हामी छैन नि त। केटा केटी राख्न पाउँदैन, केटाकेटीसँगै हुँदैन। केटी अलग्गै हो, केटा अलग्गै हो। अब त्यो अर्को कुरा सुनाउँछु ल म। हत्यारा के हत्यारा, मेरो बहिनी मार्ने हत्यारा चाहिँ, हत्यारा बस्ने चाहिँ ठुलो जेल छ अरे क्या, ठुलो जेल। त्यसलाई सुन्धारा जेल भने कि हिजो सुन्धारा जेल भन्यो कि नकुजेल कहाँ भनौँ मलाई याद भयो। अनि त्यो जेल चाहिँ ठुलो छ अरे होइन भित्र। त्यहाँ चाहिँ 300 जना त्यो मान्छे छन् रे, 300 जना मान्छे छन् रे, 300 जना मान्छे छन् रे। त्यो के जेन्ट्सको ठाउँमा 300, एउटा रुममा है, ठुलो हलमा, एउटा हलमा 300 जना छन् रे। एउटा पङ्खा छ अरे, त्यो पङ्खाको हावा खानलाई दकुर हुन्छ अरे। अनि त्यसपछि उसलाई चाहिँ नाइके राखिदियो अरे, नाइके लिडर। त्यहाँको अब कोही हल्ला गऱ्यो भने, कोही करायो भने त्यहाँ राखिदियो अरे उसलाई चाहिँ। अनि त्यहाँ 300 जनामा त्यो जेन्ट्सको भयो। अनि लेडिज आइटम फेरि लेडिजपट्टि फेरि 300-400 जना छन्। उनीहरूको देखभेट हुने भनेको महिनामा एकचोटि जिल्ला अदालतमा लाँदाखेरि भेट हुने हो। गाडीमा सँगै जाँदाखेरि भेट हुन्छन्। अनि त्यसपछि अब त्यहाँ भित्र जेलमा भित्रिएपछि ऊ केटाको लाइनमा जानु पर्यो, ऊ केटीको लाइनमा जानु पर्यो। बिचरा गाह्रो छ है, के गर्ने। उसले सोचेको थियो प्रकाश भुजेललाई, सरी हजुरलाई यतिखेर दुःखद घडीमा हुनुहुन्छ हजुर होइन। हजुरको दाइ बित्नु भएको छ, हजुरको दाइलाई मैले हार्दिक श्रद्धाञ्जली, हजुरको स्वर्गमा बास होस् भन्न चाहन्छु होइन। हजुरलाई मैले त्यस्तो नराम्रो भन्न खोजेको छैन। हजुरले नेपाली ब्रोलाई चाहिँ हजुरको घरमा लगेर धेरैचोटि राख्नुभयो। तर त्यो नेपाली बुढो मात्रै राख्नु भएन कि, नेपाली बुढोको चाहिँ केटी पनि लर हजुरले राखिदिनु भयो क्या। तर ईश्वरीलाई बहिनी मान्नु भएको थियो भने हजुरले त त्यसलाई त्यो केटी इन्ती हुन नदिनु पर्थ्यो होइन। अनि त्यसपछि त्यो केटी गएपछि ईश्वरीलाई इन्फर्म गराउनु पर्थ्यो हजुरले आफ्नै बहिनी मान्नु भएको हो भने होइन। त्यो कुरा चाहिँ मेरो चित्त दुखाइ छ त्यसमा। अनि अर्को कुरा चाहिँ ईश्वरीलाई एउटा गुनासो पोख्नको लागि हजुरले ईश्वरीलाई फोन गर्दाखेरि हजुरले त्यो रेकर्ड आउट गरिदिनु भयो होइन, त्यो कल रेकर्ड आउट गरिदिनु भयो। त्यसमा पनि मेरो दुःख छ होइन। अनि त्यसमा पनि मेरो दुःख छ। अनि अर्को कुरा चाहिँ के भयो भने, अनि जुन मेरो बहिनीको हत्या हुँदाखेरि पनि हजुर लाइभमा हुनुहुन्थ्यो। अनि त्यतिखेर पनि हजुरले के भन्नुभएको भने, ल नेपाली ब्रोले बुढी काटो रे जानुपर्छ यार भन्दै निस्किनु भयो होइन। त्यसमा हो। अनि हजुर घुम्न जानुभयो मनाङ मुस्ताङतिर, त्यतिखेर पनि हत्याराले त्यही प्रतीक्षा आचार्य बोकेर गएको रहेछ। त्यतिखेर पनि हामीलाई इन्फर्म गराउनु भएन भने चाहिँ मेरो चित्त दुखाइ हो है। त्यसमा चाहिँ मैले हजुरलाई नराम्रो भन्न खोजेको होइन, सपोर्ट छ के प्रकाश भुजेलको। त्यही त मैले प्रकाश भुजेलको नाम निकालेँ। अनि उहाँले चाहिँ अब पहिला पनि त गाडीमा ठक्कर दिएर 2 जना व्यक्ति मार्नु भएको थियो नि त, मार्नुभयो। उहाँ 8 महिना जेल पनि पर्नुभयो। पछि त 2टा बच्चाहरूको लालन पालनमा गर्छु भनेर उहाँ निस्किनु भयो नि त, धरोटीमा निस्किनु भयो। अनि यो 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 हत्याराले के सोच्यो भने, यसले त गाडीले पेल्न खोजेको हो नि त मेरो बहिनीलाई त। ठ्याक्कैले गाडीले त्यही हो कि, सेम जे प्रकाश भुजेलको कहानी छ त्यसले त्यही गर्न खोजेको हो कि। यो चाहिँ एकदम मेरो विश्वास गर्नुहोस् है हजुरले है, मेरो एकदम 100% विश्वास गर्नु। यसले त्यो गाडीले ईश्वरलाई यस्तै गर पेल्न खोजेको थियो नि। ईश्वरले त्यो बाटो नभएको भए गाडी मुनि नै पर्ने हो मेरो बहिनी, 100% गाडी मुनि नै छिर्ती मेरो बहिनी होइन। तर उसले गाडीले यसरी पेल्दाखेरि चाहिँ मेरो बहिनीले स्याट्टै त्यो अब उतापट्टि त्यही आके बाटो फर्किनलाई पनि बाटो यस्तै थियो नि त, बाटो यस्तै बाटो ओह्रालो थियो। अनि ओह्रालो बाटोमा चाहिँ मेरो बहिनीले ब्याक गर्न उसले सकिन, किनकि गाडी उसलाई ठ्याक्कै पेल्न गाडीले राख्यो। र उतापट्टि गल्ली होला भनेर मेरो बहिनी छिर्दाखेरि उसले गाडी रोकेर उसले 30 सेकेन्डमा घटाएको घटना हो यो, धेरै पनि छैन CCTV फुटेजमा। उसले 30 सेकेन्डमा गएर ईश्वरले किन आएको, मेरो पछि किन लागेको भनेको आवाज मजाले सुनेको छ। उसले ब्याग टिपेर मोबाइल उसले फोन गर्न खोज्दाखेरि उसले दाहिने हातले यसरी देब्रे हातले यसरी घाँटी अँठ्याएर दाहिने हातले चक्कुले यसरी प्रहार गरेको छ उसले होइन। जब 30 सेकेन्डमा घटेको घटना हो। उसले गाडीले 100% गाडीले पेल्ने योजना बनाएर मैले गाडीले हिँड्दाखेरि यसरी पेल्यो। सानो छोराको बिचल्ली भयो, मेरो सानो छोराको लागि पनि छोडिदिनुस् भन्छु भन्ने बाहनाले उसले हत्या गर्ने प्लानबद्ध तरिकाले गएको हो। यसको एक्लैको हात छँदै छैन। मैले लेखेर भन्छु, यसको हात एक्लैले गर्ने आँट्ने हिम्मतै छैन। यसमा को छन् त यसमा भन्ने कुराको वेटिङ भनेको कल रेकर्ड हो होइन। माइती 2500 जो घरपट्टि गुन्डा नुवाकोटी गुन्डा अनि हो त्यो भएको हो कि।
त्यो उसले गाडीले पेल्ने हिसाबले गएको त्यो दिनमा त्यो गाडीले पेल्ने हिसाबले गएको उसले गाडीले पेल्न नसकेर ठाउँको ठाउँ उसले मार्न नसकेर चाहिँ उसले छुरी प्रहार गरेको हो क्या त्यो अब कल मार्नु हत्या गर्नुभन्दा 10-12 मिनटको अन्तरालमा चाहिँ उसले केटीसँग लामो कुरा गरेको छ। के कुरा गरे त्यो उसले होइन अब उसले मैले गाडी आउँदैछ मैले त्यसलाई बाटो कुरिरहेको छु मैले गाडीले पेल्न खोज्दैछु भन्यो कि अथवा ऊ अब यसै उसले पनि मार भने कि उसले हुँदैन मार्न यस्तो नगर भनेको छ कि होइन त्यो त अब कल रेकर्डले बताउँछ हामीले भन्नुभन्दा पनि अब कसैले पनि